हेलो अनि नमस्ते सबैलाई है। आज म राईको चिन्डु बुन्न गइरहेको छु है। यसलाई चिन्डु भन्छ। अन्त यो चिन्डु बुन्नको लागि चाहिँ एकदम टाइट बुन्नुपर्छ है। अन्त म लिएको छु सिजर, कुर्सी लिएको छु है। यो कुर्सी चाहिँ 4 नम्बर वाला हो। एकदम टाइट बुन्नुपर्छ, त्यही भएर मैले सानो कुर्सी लिएको छु। हेर्नुस् है त, म अब स्टार्ट गर्ने है। मैले फर्स्टमा पहिलो धागो ल्याएको छु। फर्स्टमा चाहिँ 7 घोर लाउनुपर्छ है। 7 फन्दा लगाएपछि घर भयो है। एक घर यसै गर्दै 7 घर बनाउनुपर्छ। ल मैले चाहिँ 7 घर बनाइसकेँ है। 7 घर भयो है। अब टाइट गर्नुपर्छ। टाइट गरेपछि मजाले टाइट गर्नुपर्छ। अनि त्यहाँदेखि चाहिँ यता दुईपट्टिको कनेक्ट गरेपछि दुईटालाई जोड्दियौँ। जोडिसके है। अब यसपछि 7 घरदेखि 14 घर लाउनुपर्छ। जुन अघि एक घर लागेको थियो ऊ त्यसमा डबल एउटा दुलोमा 2 घर बनाउनु पर्यो। एक घरमा 2 घर बनाएपछि अलिक ठुलो साइज बनिन्छ है। 14 घर बनाउनु पर्यो। यसरी नै बुन्दै लानुपर्छ है। अब यो 14 घर सकेपछि 28 घर बुन्नुपर्छ डबल है। 28 घर बुनिसकेपछि यो बुन्न एकदम साह्रो पर्छ है। एकदम टाइट बुन्नुपर्छ, त्यही भएर हात पनि दुख्छ। एकदम टाइट बुन्नुपर्छ। टाइट बुनेन भने राम्रो देख्दैन है, लुज हुन्छ। यसरी नै 14 घरदेखि 14 घर सकेपछि अब 28 घर बनाउनुपर्छ। 28 घरलाई चाहिँ बढाउँदै लानुपर्छ। मैले 28 घर बनिसकेँ है। 1 2 3 लाइन भयो। एउटा 7, एउटा 14, एउटा 28। अब यसरी नै यो 28 घरलाई 28 घर बुन्दै जानु पर्यो है। मैले यत्रो बनाइसकेँ है। अब यत्रो माथि तलदेखि माथिसम्म 9 लाइन बनाउनुपर्छ है। 9 लाइन कम्प्लिट भइसकेपछि घटाउँदै लानुपर्छ। माथिको भागलाई क्लोज गर्नुपर्छ। क्लोज गर्दै घटाउँदै लानुपर्छ। अलिअलि गर्दै घटाउँदै लानुपर्छ है। अन्त मैले चाहिँ फाइनली कम्प्लिट गरिसकेँ है। यसलाई घटेर सानो दुलो बनाएँ है। अब यसमा चाहिँ धागो काट्नुपर्ने हुन्छ। धागो भए पनि रुवा भए पनि काट्नुपर्ने हुन्छ है। तर मेरोमा चाहिँ वेस्ट धागोहरू थियो है। वेस्ट धागोलाई नै युज गर्नु मन पर्यो है। अन्त त्यही भएर मैले
वेस्ट धागोहरूलाई युज गर्दैछु। यसरी एकदम टाइट खान्नुपर्छ। तपाईँहरुकोमा रुवा छ भने रुवा पनि युज गर्दा हुन्छ। यसरी एकदम टाइट खोज्नुपर्छ है। एकदम टाइट गरेर सबै मिलाएर खान्नुपर्छ है। फाइनली लगभग मैले यो रुवाहरू खादिसकेँ है। यो रुवालाई मजाले खानेपछि अब क्रोसेटले बुन्नुपर्छ। यसलाई क्लोज गर्नुपर्छ है। जुन रुवाहरू देख्दैछ त्यसलाई अलिक सानो भागमा क्लोज गर्नुपर्छ। अब फाइनली मैले यत्रो साइजमा बुनिसकेँ। फर्स्टमा 10 घर राखेर, टुपीमा 10 घर राखेर, घाँटीमा बनाउनमा 10 घर राखेर, त्यहाँदेखि त्यसलाई हल्का बढाउँदै लानुपर्छ है। आफूलाई कत्रो साइजमा राख्नु मन छ आफ्नो इच्छाले यसलाई बढाउँदै लानुपर्छ। हेर्नुहोस् मैले यत्रो बुनिसकेँ है। साइजमा बुनिसकेँ। अब यसलाई बढाउनुपर्छ अलिकति। जसरी अघि तल है घटाउँदै ल्याएको थियो। फर्स्टमा मुनिबाट बढाउँदै ल्याएको थियो अनि बिचबाट चाहिँ घटाउँदै लगेको थियो है। त्यसरी नै घटाउँदै लानुपर्छ। घटाउँदै लगेपछि यत्रो दुलो भएपछि चाहिँ रुवा खान्दिनुपर्छ है। मजाले रुवा खान्दिनुपर्छ। रुवा धागो जे पनि छ है तपाईकोमा, जे पनि छ यसरी खान्दिनुहोस् है। मजाले एकदम टाइट गर्नुपर्छ। टाइट भएन भने राम्रो देख्दैन है। त्यही भएर चाहिँ मजाले खान्नुपर्छ। मजाले खादिसकेपछि यसरी धागो खादिसकेपछि यसको दुलोलाई घटाउँदै यसरी क्लोज गर्नुपर्छ है। यसरी क्लोज गरिसकेपछि त्यो माथि रहेको धागोलाई खुर्सीले भित्र तान्दा पनि हुन्छ है। मैले भित्र तानेर टक गरेर चरक्क बनाइसकेँ है। अब यसमा ह्यान्डल माथिको टुप्पी बनाउनुपर्छ है। टुप्पी बनाउनको लागि मैले हरियो धागो ल्याएको छु। हरियो धागोलाई 4 घर बुन्नु पर्यो। 4 घर लगाउनुपर्छ। यसरी नै मैले 4 घर लगाइसकेँ है। अब सेकेन्ड स्टेप पनि 4 घरै लगाउनुपर्छ। मैले 4 घर लगाइसकेँ। अब यसमाथि 3 घर लगाउनुपर्छ। घटाउनुपर्छ 1 घर है। 3 घर लगाएपछि लगाइसक्नु। हेर्नुहोस् मैले 3 घर पनि कम्प्लिट गरिसकेँ। 3 घर लगाएर 2 घर पनि लगाइसकेँ है। 2 घरको बादमा 1 घर लगाउनुपर्छ।
फाइनली मैले चाहिँ यो 4 घरदेखि फेरि 4 घर लगाएर 3 घर लगाएँ, त्यहाँदेखि 2 घर लगाएँ, अब 1 घर लगाएर कम्प्लिट गरिसकेँ। फाइनली मैले चाहिँ कम्प्लिट गर्न सकिनु आँटेँ है। माथि ह्यान्डल पनि बनाउनुपर्छ है, तपाईँलाई झुन्डाउनुहरूमा सजिलो हुन्छ। बनाएर त्यहाँनिर टक गरेर निकालिसकेको छु है, अब रेडी छ। फाइनली मेरो चिन्डो चाहिँ रेडी छ। तपाईहरु पनि यसरी नै मेरोबाट सिकेर है, भिडियो हेरेर तपाईहरुले बनाउन सक्नुहुनेछ।